हेलो नमस्ते, स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानलमा। म चाहिँ काठमाडौँको कीर्तिपुरदेखि हो र काठमाडौँको कीर्तिपुरदेखि हो। काठमाडौँ भनेको चाहिँ सहर मात्रै छैन, यहाँ चाहिँ ग्रामीण एरिया छ। यहाँ चाहिँ खेतीपाती पनि हुन्छ। अनि म चाहिँ अहिले बाहिर निस्किने तयारी हुँदैछ, घुम्न साथीको जग्गा हेर्न। मेरो साथीको जग्गा मेरो घरभन्दा तल मेरो पछाडि देखिएको गाउँतिर छ। यहाँ ग्रामीण एरिया छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ खेतीपाती हुन्छ। अहिले चाहिँ गहुँ काट्ने बेला भइसकेको छ भनेदेखि पानी आएर डिस्टर्ब भइरहेको छ। अब गहुँ काटेपछि असारमा धानको खेती हुन्छ। यति यो चाहिँ ग्रामीण एरिया हो काठमाडौँको। काठमाडौँमा गहुँको खेती हुन्छ। गहुँपछि अब असार लाग्छ, धानको खेती हुन्छ। गहुँ काट्ने बेला भइसक्यो। मकै पनि हुन्छ। यतातिर छ तरकारीको खेती। यतातिर फर्सीको खेती भइरहेछ, मकैको खेती। यो चाहिँ काठमाडौँको ग्रामीण एरिया हो। गाउँ काठमाडौँमा गाउँ पनि छ, सहर मात्रै होइन। यतातिर चाहिँ एभोकाडोको रुख। काठमाडौँको गाउँ। यो हो हाम्रो पुरानो घर, गाउँको घर। यो तलको आयो। यहाँ छ पुदिना। हाम्रोतिर यसलाई बाबरी भन्छ, तपाईँहरूकोतिर के भन्छ कमेन्ट गर्नुहोला। यहाँ छ फर्सीको फुलहरू फुलेको छ। अहिले बर्खा लागेर जताततै हरियाली भएको छ। यहाँनिर छ, यो चाहिँ सनफ्लावर फुल, सनफ्लावरको रुख, सूर्यमुखी। तेल निकाल्नको लागि। यो चाहिँ मेरो साथीको जग्गा यति छ। यहाँ यताबाट सिधा गयो भने दुध पोखरी पानधारा पुगिन्छ हैन। यता सिधा गयो भने पाङा उही पुलचोकसम्म पुगिन्छ। ल यो बाटो एकदम स्ट्रेट 90 डिग्रीको छ, सिधा गयो भने। यता चाहिँ डाँडा काँडा जङ्गल, काठमाडौँ नजिक, कीर्तिपुर नजिकको गाउँ डाँडा काँडा। खोला नाला छ, यहाँ खोला बगिरहेछ। यहाँ मान्छे एउटा साथी चाहिँ बर्खामा चाहिँ के फल्ने। यो त ऊ हो के अरे, धतुरो। धतुरोको रुख।
भोलि साउन यहीँ टिप्न आउनुपर्ने रहेछ। साउनमा उसमा चढाउँछ नि। सिधा जानु पर्यो अनि फेरि पुल चोकै पुगिन्छ। यो बाटो स्ट्रेट छ नि, धोबीघाटको पुलसम्म पुगिन्छ नि। हजुरबाउको माछा पोखरीमा घाँस लगाइरहेको छ ल। खोइ माछा त कता होला कता होला। यो कमलको रुख हो त, कमलको फुल हो। यो बिचको झारलाई के भन्छ, कमलको फुल हो कि के हो? ल कमेन्ट गर्नु होला है, थाहा हुनेले। पोखरीमा यतातिर छ एभोकाडको रुख। यता छ केरा पनि हुन्छ। यतातिर केरा पनि पाउँछ, केराको रुख। मनकामना टोलभित्र जाँदैछौँ हामी अहिले। यहाँ दुईजना अगाडि जाँदै हुनुहुन्छ। हामी चाहिँ अहिले मनकामना टोलभित्रको कारखानामा छौँ। यहाँ चाहिँ काम भइरहेको छ अहिले। के छ यहाँ चाहिँ के हुन्छ भनिदिनु पर्यो है। अब हामीलाई त थाहा छैन। यहाँ चाहिँ के हुन्छ भनिदिनु पर्यो होइन। नेपालको नक्सा ल दिदी, यहाँ के हुन्छ भनिदिनु पर्यो है अलिअलि। हजुर मनकामना टोलभित्रको कारखाना। यस्तो भन्छ अब धेरै त माथि छ बनेको छ। अब हामी हेर्न जाँदैछौँ तयार भएको सामान। तयार भएको एकचोटि तयार भइसकेको यस्तो हुन्छ। तयार भएको यस्तो हुँदो रहेछ। ल दिदीले देखाउँदै हुनुहुन्छ। मायाको चिलो चायमा या स्वस्तिका ह्यान्डिक्राफ्टमा सम्पर्क गर्नु होला। स्वस्तिका ह्यान्डिक्राफ्ट, मनकामना टोल स्वस्तिका ह्यान्डिक्राफ्टमा सम्पर्क गर्नु होला। ल स्टोरमा स्टिकर टाँसेको तयार भइसक्यो। उता सबै आफ्नो हुन्छ क्या।
यता चाहिँ यता जाँदा त्यो बाटो त छैन होला हैन यहाँको बाटो के त्यो बाटो त्यो बाटो हो परिसँगै जताततै फुल फुलेको छ हरियाली भएको छ भने आजको भ्लग यहीँ इन्ड गर्दै नेक्स्ट भ्लगमा भेटौँला ओके बाई